आज हाम्रो चाहिँ कहिले नआउने मेरो फ्यामिलीहरू आन्टीहरू सबै फ्यामिलीहरू आउनु भएको छ होइन। अन्त उहाँहरूले चाहिँ के खानुहुन्छ सोध्छु। अब छोराको लागि पहिलोचोटि आउनु भएको छ, खिलाउँछु उहाँहरूलाई, सोध्छु के मनपर्छ है त। आज छोराको लारीमा पहिलोचोटि आउनु भएको छ। आज चाहिँ है सबैलाई जय मसी। आज छोराको लारीमा पहिलोचोटि आउनुभयो, तपाईँहरूलाई कस्तो लागिरहेछ? आज छोराको लारीमा आउनु भएको छ, अब तपाईँहरूलाई स्पेसल बनाएर खिलाउनु पर्यो। के खानुहुन्छ आन्टी? नुडल्स। अनि तपाईँले आन्टी? चाइनिज भेल। अनि भाइ तैँले? मन्चुरियन। ल त सबैलाई मिठो बनाएर खिलाउँछु मैले। कस्तो राम्रो लागिरहेछ आन्टी छोराको लारीमा आएर? सबैलाई राम्रो लागिरहेछ। ल त म बनाउँछु है। हाम्रो आन्टीहरूले नेपाली स्टाइलको चाउमिन खाने भन्नुभएको छ, म बनाउँदैछु है त। हाम्रो चाउमिन यहाँ बन्दैछ। हाम्रो आन्टीहरूको लागि स्पेसल चाइनिज भेल अनि नेपाली स्टाइलमा चाउमिन बनाएर मैले रेडी गरिसकेँ है त। अब चाहिँ हामी उहाँहरूलाई दिन्छौँ अनि सोध्छौँ कस्तो लाग्छ छोराको हातको चाउमिन अनि भेल। ल त फाइनली गाइज मैले चाहिँ आन्टीहरूलाई बनाएर दिएँ होइन, चाइनिज भेल अनि नुडल होइन। कस्तो छ आन्टी? राम्रो लाग्यो छोराको हातको नुडल? अनि तिमीलाई कस्तो लाग्यो त बुढी? अनि चाहिँ आन्टी हजुरलाई कस्तो लाग्यो? एकदमै राम्रो भयो, राम्रो हैन। आउने जस्तो ट्राई गर्नु भनेर चाहन्छु। छोराको हातको के मन पर्छ हजुरलाई? चाइनिज भेज सबै हरेक चीज राम्रै छ, तर मन पर्ने चाहिँ चाइनिज भेज हो, त्यही खाने ए सबै खुसी हुनुभयो नि खाएर? एकदम रमाइलो भयो? ल त हजुरहरूलाई धेरै धेरै धन्यवाद है त आन्टी। आउँदै गर्नु होला छोराको लारीमा, तपाईँ पनि आउँदै गर्नु होला, मलाई धेरै खुसी लाग्छ है त। फाइनली गाइज हाम्रो आन्टीहरूले खाएर भ्याइसक्नु भयो होइन। अब चाहिँ उहाँहरूलाई सोध्छु है कस्तो लाग्यो हजुरहरूलाई चाइनिज भेल, मन्चुरियन अनि हक्का नुडल्स कस्तो लाग्यो आन्टी? इन्जोय गर्नुभयो खाएर? मन खुस भइहाल्यो हजुरहरूको? अरू के भन्न चाहनुहुन्छ त फेरि यो हाम्रो एलएन चाइनिजको लागि? ल त थ्याङ्क यू आन्टी, हजुरलाई धेरै धेरै धन्यवाद छ। यसै गरेर आउँदै गर्नु होला छोराको लारीमा, मलाई पनि सेवा गर्ने मौका दिनु होला है त। ल